हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ यो मेरो 1 वर्ष अगाडिको भिडियो भोइस ओभर गर्दैछु। यो चाहिँ मेरो घरबाट, हाम्रो गाउँको घरबाट देखिने भ्यू हो। बिहान चाहिँ यस्तो राम्रो देखिन्छ। यो चाहिँ हाम्रो चाहिँ तलपट्टि छ, पहिला चाहिँ बिचमा थियो अनि आज चाहिँ पछि भूकम्पले गरेर अनि उतापट्टि बनायो हो तलपट्टि। अनि चाहिँ ठुलो मम्मी बोजूहरू माइली आमाहरूसँग म चाहिँ सफा गर्न, किनभने यो चाहिँ मेरो बहिनीको बिहाको भिडियो हो नि त। अनि बहिनीको बिहाको लागि चाहिँ हामी त्यो बाटोहरू अनि भवनघरहरू सफा गर्न जान्छ। यहाँ चाहिँ बोजूले नङ यति लामो बनाउने मान्छे नि कसरी सफा गर्छ भनेर जिस्काउँदै हुन्थ्यो। म चाहिँ यसो गर्ने भनेर भन्दै थिएँ। सफा गर्न जान्छ अनि यहाँ चाहिँ हामी बाटोबाट अनि आउनु जाम भन्दै, यहाँ भाउजू र माइली आमा हो। अनि आउनु जाम भन्दै उहाँहरू चाहिँ मेरो ठुलो मम्मी र भाउजू हुनुहुन्छ। अनि कहिले आएको भन्नुभएको थियो। अनि हामी सबैजना सफा गर्न जाँदैछौँ। यहाँ चाहिँ यो रुखले फोहोर गऱ्यो कि के समथिङ के भन्दै थियो। अनि त्यही भएर यो रुख चाहिँ काट्न लागेको रहेछ। अनि यो चाहिँ हाम्रो गाउँको फुटबल ग्राउन्ड हो। यो दाउरा चाहिँ हामीले माथि ओसार्नुपर्छ अब। अनि सबैजना यसरी घाँसहरू काटेर सफा गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो गाउँको भवन घर हो। अनि यो माथि थियो कि हाम्रो गाउँ चाहिँ पहिला घर। यो चाहिँ तल ग्राउन्डमा दाउरा रहेछ। अनि यसरी बोकेर चाहिँ एकजनाले गरेर माथि लानु चाहिँ टाइम लाग्छ भनेर यसरी मिलिजुली काम गर्दैछ। अनि कस्तो रमाइलो लाग्ने यस्तोहरू देख्दा चाहिँ। यहाँ चाहिँ खुरपानी रहेछ क्या। अनि मैले खुरपानी देखाउन भिडियो गरेँ। जे नि भिडियो गर्दा यो सुमी भनेर दिदीले चाहिँ जिस्काउँदै थियो। अनि यहाँ देखेकै थिएन, त्यही फोटो खिच्दै थियो क्या। अनि हामी चाहिँ कामहरू सकेर अनि घर फर्किँदै हो। अनि चाहिँ हाम्रो घरतिर साइडमा चाहिँ पसल छैन। अनि सफा गरी भ्याएर अनि त्यहीँ पसल छ नि त त्यो भवन घरनिर। अनि गएर करेन्ट बनाएर खायौँ। अनि यस बेला चाहिँ बच्चाहरूसँग मेरो दिदीको छोराछोरीहरू, मेरो पनि छोराछोरीहरूसँग खेल्दै यिनीहरूसँग जिस्किँदै बसिरह्यो। अनि हेर्नु यहाँ यो सोल्टा-सोल्टिना भनौँ न, उनीहरू खेल्दा हेर्नु न कसरी लड्छ कि। बाबु चाहिँ कस्तो रोयो कि
जिस्किँदै त्यसरी रोएँ कि कस्तो हाँसो लाग्यो त्यो भिडियो चाहिँ मलाई। अनि खाना खाएर चाहिँ हामी यहाँ यो बत्ती बालेको ठाउँमा चाहिँ पहिला हाम्रो घर थियो कि गाउँमा। अनि भूकम्पले भत्काएर भयो। अनि अहिले चाहिँ यहाँनिर नाच्न आएको आमा पार्टी कस्तो राम्रो देखेको क्या यहाँबाट। अनि आमा पार्टीहरू नाच्दैछ। अब चाहिँ आमा पार्टीहरू नाचेर सकेर अब घर जान लाग्यो। अनि म चाहिँ निन्द्रले के कस्तो भूत जस्तै भएर बसिरहेको थिएँ यहाँ कुरेर आमाहरूलाई भाउजूहरूलाई। त्यहाँ चाहिँ बाजे हो कि ठुलो बाबाहरू हो को चाहिँ युकेबाट आउनु भएको थियो कि। अनि सबैजनालाई आमा पार्टीहरूलाई चाहिँ यस्तो सेम पछ्याउरा दिनुभएको थियो। अनि सबैजना घर फर्किँदै यति बेला चाहिँ उहाँहरूको यो सेम पछ्याउरा। यो चाहिँ भोलि बिहानको भिडियो हो। यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू। अनि यो चाहिँ मेरो दिदीको छोरा हो युवान गुरुङ। अनि यहाँ चाहिँ भोलि बिहे हो नि त। अनि यहाँ चाहिँ मेरो दाइ भाइहरूले भदैहरूले चाहिँ गेट बनाउँदै हुनुहुन्थ्यो। अनि तोरङहरू टाँस्ने के गर्यो। त्यो गाउँतिर चाहिँ धेरै उस हुँदैन नि त, धेरै डेकोरेसनहरू गर्दैन नि त। घरमा चाहिँ अलिअलि गर्छ। अनि घरमा चाहिँ अलिक तोरण टाँस्ने गेट बनाउने बिहा गरे भन्ने चाहिँ 1 वर्ष अगाडिको भिडियो हो नि त। अनि हामी नातिनीहरू सबै मिलेर बाजेले नुहाइदिएको थियो। हाम्रो बाजे चाहिँ बिरामी हुनुहुन्थ्यो। अनि अहिले चाहिँ हाम्रो बाजे हामीसँग हुनुहुन्न। यस्तो मन दुख्यो कि यो भिडियो देखेर। मेरो लास्ट भेट थियो मेरो बाजेसँग। उनीहरू अब हामी गएपछि नाचिरहेको हुन्छ नि रतौली होइन। कनेक्सन लाउनु पर्यो फेरि त्यसमा नबाल्ने नि त यो बुढा ध्यान दे भन्नु झगडा। मेहंदी है रखने वाली हाथों में गहरी लाली। यहाँ चाहिँ सबैजना फुल हुँदै हुनुहुन्छ। अनि तोरणहरू टाँस्दै। अनि कान्छीरमा चाहिँ यहाँ चाहिँ मेरो बहिनी दुली हो। अनि उसलाई चाहिँ मैले मेहन्दी लाउँदै थियो। अनि दिदीहरू चाहिँ उता फुलमालाहरू हुँदै थियो। हामी चाहिँ मेहन्दी सेन्दी लाएर घरको काम भ्याएर चाहिँ अनि खाना चाहिँ सबैजनाको भवन घरमा बनाएको थियो कि। अनि यता साइला बाबा घर गएर अनि फर्केर अनि खाना खायौँ। यता चाहिँ साइला बाबा घर चाहिँ यता भवन घर नजिक पर्छ कि। अनि हामी यता गएर अनि घर फर्क्यौँ। अनि घरमा चाहिँ सबैजना आज चाहिँ मेहन्दी लाउने भन्ने थियो। अनि सबैजना दिदी बहिनीहरू भेटेर मेरो साथीहरू भेटेर अनि सबैजना मेहन्दी लगायौँ। अब हामी साली भए पाउँथ्यो। अब जेठ साली पऱ्यो त्यही भएर पाउँदैन। कति बेलासम्म बस्दो रहेछ। खाली ठाउँ त यो चाहिँ बिहेको दिन कान्छीलाई चाहिँ माथि अब कपालहरू मेकअपहरू भ्याइसक्यो। अब लुगा मात्रै लाउन बाँकी हो। अनि हामी चाहिँ दिदीबहिनीहरू एउटै चोलो लगाएको थियो त्यो दिनमा चाहिँ। म चाहिँ रेडी भइसक्यो। अब कान्छीलाई रेडी गर्न मात्रै बाँकी। नानीले भाउजूलाई रेडी मेकअप गर्दै थियो। अनि म चाहिँ दिदीहरूको कपाल बाँध्दै थियो। अनि किन यहाँ खिच्ने बाहिर फोटो
बरं तुम्ही मारे पिल्या खिचडी राहते खाया खायला बी आम्हाला छैन होला नि अब हामी फोटो खिच्छौँ गरौँ रहेछ मायालाई सिलबन्दी तिम्रै झन् हुन्छ फनफन्ती छापै ठोकी छापा मायालाई सिलबन्दी यहाँ खिचौँ ढोकामा चप्पल यहाँ बाहिर फुकाल्नु आमाबाटी नाच्छ त्यहाँदेखि भात खाने नाच हेर्ने पैसा कमाउने बाई छ हमारे Officially married. दिदी कपाल काट्छु त म आफै भने हो
दिइहाल्ने सबैले मलाई बुढिया जस्तो भनेको त्यही भएर म कस्तो